सबै धर्ममित्रलाई टसिदेलेर नमस्कार भन्न चाहन्छु। अनि यो मनलाई कसै गरी शान्ति राख्ने विषयमा यो पाठ चाहिँ 17औं पाठ हो जस्तो लाग्यो। 3-4 हप्ता आफ्नो एउटा व्यक्तिगत कामले गर्दाखेरि तपाईँहरूलाई 1-2 जना सुन्ने मेरो धर्ममित्रहरूलाई मैले त्यो कन्टिन्यू लगातार गर्न सकिनँ। त्यसको लागि म माफी माग्न चाहन्छु। 17औं पाठमा त्यही हो, मेरो एउटा सानो अनुभवले गर्दाखेरि तर पनि हामीलाई मनले दुःख दिने धेरै छ, होइन? मनलाई दुःख दिने धेरै छ, तर पनि हाम्रो एउटा राम्रोसँग सोच्यो भने हामीलाई एकदमै मनलाई दुःख र पीडित देखाउने, आफन्तभित्र झैझगडा हुने, होइन? एक आफन्तभित्र सहनु नसक्ने, आफ्नो हुने काम पनि नहुने, जुन आफैले एकदमै माया गर्ने मान्छेहरूलाई पनि देख्दाखेरि नराम्रो देख्ने, यो कारण चाहिँ कहाँबाट आउँदो रहेछ भने मुख्य कुरा चाहिँ होइन, अब अस्तिदेखि भनेको जस्तो एउटा रिसले गर्दो रहेछ। रिस चाहिँ एकदमै नराम्रो। मैले धेरै त्यो पहिलेको पाठहरूमा पनि तपाईँहरूलाई मैले उल्लेख गरिसकेको छ, होइन? रिस चाहिँ हाम्रो मेन मुख्य शत्रु चाहिँ कुन चाहिँ रहेछ भने रिस चाहिँ रहेछ। रिस हाम्रो बुद्धको शास्त्र, होइन? त्यस्ता ठुल्ठुलो एकदमै महान बोधिसत्वहरूको टिचिङमा पनि त्यही भनेको छ, होइन? हाम्रो रिसले यो दिनको व्यवहार मात्रै नभएर, होइन, रिस उठिसकेपछि त हाम्रो जति राम्रो अनुहार भयो भने अनुहार बिग्रेर जान्छ। जति मनमा राम्रो खुसी भयो भने त्यो खुसीलाई, शान्तिलाई त्यो रिसले कस्तो भनौँ निभाइदिन्छ, होइन? त्यो मात्रै नभएर हामीले पछिल्लो जन्मको कुरा छोडिदिनुहोस्, यही जन्ममा दिनको व्यवहारको लागि यसले दुःख बिमार धेरै ल्याउँदो रहेछ। रिस उठिसकेपछि हाम्रो मन चाहिँ एकदमै अँध्यारोमा उसले हाल्दो रहेछ के। मन अँध्यारोमा हालिसकेपछि हामीले सोच्नै सक्दैन, यता जाउँ कि उता जाउँ, ढोका पनि देख्दैन, होइन? झाल पनि देख्दैन, होइन? यता पनि ठोक्छ, उता पनि ठोक्छ। यताउता ठोकिसकेपछि काम केही पनि बन्न सक्दैन। त्यस कारणले रिस उठिसकेपछि के हुँदो रहेछ भने चाहिँ हाम्रो मन चाहिँ अँध्यारोमा हाल्दो रहेछ। अँध्यारोमा हालिसकेपछि केही पनि नदेख्ने। त्यो केही पनि देख्नु नलाउने चाहिँ कुन चाहिँ हो भने हामीले नजानेर हो। जानी रिस गर्ने कोही पनि छैन नि, होइन? जो व्यक्ति भयो भने, होइन, पशु पन्छीदेखि लिएर, होइन, जो व्यक्ति भयो भने म आज रिस उठ्छु, होइन, आज म दुखी बन्छु, पीडित बन्छु भन्ने भावना कसलाई पनि छैन। तर पनि हामीले नजानेर कि पहिले पाठमा मैले भनिसकेको छ, महान बोधिसत्व शान्तिदेवले के भन्नुभएको छ भने सबैजनाको के भन्छ, एउटा मन चाहिँ के छ भने म दुःख गर्छु, हट्छु भन्ने एउटा मन छ। यो दुःखलाई म जसो गरी पनि हटाउँछु र दुःखबाट म हट्न चाहन्छु भन्ने एउटा मन छ भन्छ। तर पनि हामीले नजानेर त्यही दुःख आउनेको बाटोमा गइरहेको छ भन्नुहुन्छ। सबैजनालाई शान्ति र सुखको एउटा के भन्छ सोचाइ लिइरहेको छ, तर पनि त्यो शान्तिलाई हामीले आफ्नै शत्रु जस्तो अनि त्यसलाई गुमाइरहेको छ भन्नुहुन्छ। टिबेटनबाट भन्यो भने दुङ्गल दुर्दुसे म्युक्या दुङ्गल निलङ्गो बर्ग्यो देवा द्वेग्या तिमुबे राङ्गी देवा डादर जोम। यो महान बोधिसत्व शान्तिदेवले भन्नुभयो। त्यसले के गर्दछ भने नजानेर रहेछ नि, होइन? जान्नु
त्यो नजान्ने चाहिँ कहाँबाट आयो भने हामीले पढाइ नगरेकोले। केही न केही जान्नु चाहन्छु भने हामीले सिक्नु पर्यो नि। नसिकेर कसरी जान्छ? हाम्रो समाजमा कस्तो छ भने पढ्नु पनि नपर्ने, सिक्नु पनि नपर्ने, लामा गुरुबाट शिक्षा पनि लिनु नपर्ने, जान्नु खोज्छ तर पनि त्यो कहिले पनि हुँदैन। आफ्नो एउटा लामाको शरण, गुरुको शरणमा नपरे हामीले केही पनि जान्दैन। जसरी पढ्नै पर्छ। यही जीवनको लागि मात्रै एबिसिडी क ख ग घ भन्ने सिक्नुको लागि त गुरु देखाउनु पर्छ होइन? हाम्रो त गौतम बुद्धको एउटा बुद्धिस्टको एउटा फिलोसफी सिक्नको लागि त हामीले त्योभन्दा पनि आफ्नो टिचरलाई एकदमै गहिरो सम्बन्ध होइन? टिचरलाई एउटा मान सम्मान दिने गौतम बुद्धले दिएको जुन प्रवचन चाहिँ उहाँको सट्टा लिएर उहाँ हामीलाई टिचरहरूले दिँदैछ नि होइन? हामीले जसरी पनि पढ्नुपर्छ, शिक्षा जसरी पनि लिनुपर्छ। कोही मान्छे के भन्छ, ए पढेर मात्रै के गर्नु, मनै के भन्न सम्हाल्नु सक्दैन भन्छ। एकैचोटि हुँदैन नि। हाम्रो हजारौँ हजारौँ वर्ष पहिले हाम्रो हजारौँ हजारौँ हाम्रो जन्म नराम्रो काममा मात्रै हामीले ध्यान दिएर आएको नि होइन? राम्रो काममा हामीले ध्यान दिनु सकेको छैन। अहिलेको जन्ममा पहिलो जन्मले गर्दाखेरि अहिले राम्रो काम गर्नुको एउटा मौका छ होइन? आफूले गऱ्यो भने नगऱ्यो भने त त्यही हो, मौका भयो भने नभए भने केही पनि होइन। त्यसो भएको कारणले हामीले रिसले गर्दाखेरि दिनको व्यवहार होइन, आफन्तको के भन्छ मेलमिलाप छुट्ने, अनि बुढाबुढीको अनि झै झगडा भइरहने, त्योभन्दा नराम्रो सोच्यो भने अनि बच्चा हुँदा हुँदा पनि आफै आफै डिभोर्स गर्ने धेरै हुँदो रहेछ नि। बुद्धिस्टको बारेमा सोच्यो भने जब रिस उठ्छ हामीले सानो कमाएको पुण्य घ्यावा भन्छ नि होइन, पुण्यलाई त्यसले खतम गर्छ। सानो आगोले घर जल्दो रहेछ नि होइन? कति नाश पुऱ्याउँछ, पीडित पुऱ्याउँछ होइन? हामीले पछिल्लो जन्ममा एउटा राम्रो जन्म लिने हो भने हामीले पुण्य कमाउनु पर्यो, शील प्रयोग गर्नु पर्यो। शील प्रयोग गर्नुलाई रिस छ भने शील प्रयोग गर्नु कहिले पनि सक्दैन। एक यो हो शील भन्ने होइन, हामीले छुल्ठिम भन्छ नि होइन, यो हो। दोस्रोमा हामीले दान गर्नु पर्यो, जुन आफैलाई दान हुँदैन। दान भन्ने चाहिँ आफूले अर्कालाई दान गर्नु पर्यो। दान लिने मान्छे के दान दिने, सोचाइ के गर्ने भन्ने त्यसमा हामीले धेरै सोच्नुपर्छ। दान दिएर त्यहाँ रिस गरेर बस्यो भने त्यो दानमा जाँदैन। हेपेर दिएको नि होइन? दान दिने टाइममा एकदमै दुईटा हातले एकदम सम्मान गरेर मलाई एकदमै राम्रो मौका पायो, धन्यवाद भन्ने। माग्ने मान्छे छैन भने हामीलाई दान कसरी दिने? हो यो होइन? त्यस कारणले दान भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण। त्योसँग हामीले अनि राम्रो एउटा भावना होइन, एउटा मलम भन्छ नि होइन, एउटा प्रधान चाहिँ राम्रोसँग गर्नुपर्छ। यो तिनवटा कारण र अवस्थाले अनि हामी पछिल्लो जन्ममा मान्छेको जन्म लिनु सक्छ। होइन भने हामीले मान्छेको जन्म लिनु सक्दैन। रिस गऱ्यो भने शील प्रयोग गर्नु सक्दैन, दान दिनु सक्दैन होइन, अनि प्रदान गर्नु सक्दैन, मेलम भन्ने गर्नु सक्दैन। किनभने मेलम भन्ने चाहिँ उहाँहरू एउटा समर्पण भन्छ नि, उहाँ भन्ने डेडिकेट समर्पण र अनि प्रेयरमा समर्पण चाहिँ प्रेयर हो। समर्पण गऱ्यो भने प्रेयर पनि हुन्छ, अनि मेलम मात्रै गऱ्यो भने प्रेयरले मात्रै पाठ पूजाले मात्रै समर्पण हुँदैन। समर्पण नगरे के हुन्छ, रिसले हामीले जुन कमाएको पुण्यलाई के भन्छ निभाइदिन्छ। त्यस कारण रिसले गर्दाखेरि हाम्रो पछिल्लो जन्ममा पनि असर पर्दो रहेछ नि होइन? पछिल्लो जन्ममा असर परेर मान्छेको जन्म लिनु सक्दैन। मान्छेको जीवन लिनु नसके हामी संसारको दुःखबाट कट्ने बाटो एउटा पनि छैन। संसारको दुःखबाट कट्नुपर्छ भने मान्छेको जन्म जसरी पनि लिनुपर्छ।
कति हामीलाई यो असर पराउँदो रहेछ होइन। यो जन्म पनि एकदमै विखुसी बनाउने, अशान्ति बनाउने, पछिल्लो जन्मको लागि असर गर्ने, अनि संसारको दुःखीबाट पनि कर्नु नसक्ने, संसारको दुःखीबाट कर्नु नसकेपछि त अनि हामीले बोधिचित्तको मन भन्ने त हामीले के भन्छ उपलब्धै गर्न सक्दैन। बोधिचित्तको मन उपलब्ध गर्नु नसके बुद्धको ज्ञान प्राप्तै गर्न सक्दैन। हेर्नु त बिस्तारै हामीले सोच्नुहोस् न कति असर पुर्याउँदो रहेछ यसले, यो रिस भन्नेले। त्यस कारणले हामी जहिले पनि के सोच्नु भने सानो एउटा फाइदाले ठुलो असर पर्ने नगर्नुहोस्, घाटा नगर्नुहोस्। त्यही हो, सानो एउटा फाइदाले ठुलो घाटा गर्छ भने त्यो फाइदा छोडिदिनुहोस् होइन। सानो घाटाले गर्दाखेरि होइन, फाइदाले गर्दाखेरि ठुलो घाटा हुन्छ भने त्यो सानो फाइदा छोडिदिनुहोस्। मैले के भन्नु खोजेको भने यो जीवनको सानो फाइदाले गर्दाखेरि पछिल्लो जीवन, राम्रो जीवनले नगुमाउनुहोस् भनेको। रिसले यति गर्छ, अशान्ति त पुऱ्याइहाल्छ। त्यसो भएको कारणले तपाईँहरूले मेरो सानो एउटा मनलाई कसो गरी शान्ति राख्ने बारेमा मैले तपाईँलाई अब 17औं पाठमा हो भने रिस भन्ने त एकदम नराम्रो हो भनेर मैले तपाईँहरूलाई भने होइन। यदि तपाईँहरू त्यसमा अब मैले भनेको चाहिँ हो भन्ने तपाईँहरू त्यो विश्वास गर्नु पर्दैन। यस्तो सोच्नुहोस् होइन, अर्को लामाहरूले पनि सोध्नुहोस्, आफन्तहरूले सोध्नुहोस्। हामीले सेयर गर्दाखेरि, हाम्रो सल्लाह सुझाव लिँदाखेरि जसरी लामा, घिसी, खेम्बो, लोभेन ठुल्ठुलो लामा हुनु पर्दैन। शारीरिक तपाईँहरू हामी जस्तोमा पनि त्यस्तो त्यस्तो जान्ने धेरै छ। त्यस्तोसँग हामीले सल्लाह सुझाव लियो भने अनि हाम्रो दिमाग पनि राम्रोसँग बस्छ। हाम्रो मान्छेहरू के गर्छ, जसो गरे पनि ठुलो ठुलो यो नाम भएकोसँग मेलमिलाप गर्नु छ, त्यहाँबाट केही न केही पाउँछ, ठुलो पाउँछ भन्ने सोच्छ होइन। त्यस कारणले हामीले जहिले पनि घाटा हुने कारण त्यही हो। ठुल्ठुलो लामाहरू जहिले पनि आउनु सक्दैन नि। उहाँहरू धेरै देशमा जानुपर्छ, धेरै ठाउँमा जानुपर्छ। हाम्रो मात्रै हो भने त अलग हो नि, दिनमा हामीले त्यो गर्नु सक्छ नि होइन। त्यस कारणले आफन्त, आफ्नो धर्म साथी, धर्म मित्र भन्छ नि, धर्म मित्रभित्र पनि डिस्कस गर्ने, सल्लाह सुझाव लिने, मेरो मनलाई यो हुँदै रहेछ, तपाईँको के सोचाइ छ, यसलाई हामीले दबाई के दिनुपर्छ होइन। हामीले दबाईको नाम त जस्तो पनि जान्नुपर्छ। दबाईको नाम नजाने पछि टाउको दुख्नु सक्छ, पेट दुख्नु सक्छ, हड्डी दुख्नु सक्छ, रिङ्गाटो चल्नु सक्छ, बमिट गर्नु सक्छ। हामीलाई बिमारी कहिले टाइममा आउँछ हामीलाई थाहै हुँदैन। त्यो टाइममा दबाई चाहिँ छ भने त्यो टाइममा खायो भने त्यसलाई बिमारलाई हामीले हटाउन सक्छ। खाने नखाने आफ्नै ठाउँमा हुन्छ, आफ्नै इच्छा हो होइन। खायो भने दबाईको नाम जान्नु पर्यो नि होइन। त्यही जस्तो हामीले एउटा पढाइ भन्ने चाहिँ, शिक्षा, एजुकेसन भन्ने चाहिँ जसरी पनि सिक्नुपर्छ। सिक्यो भने केही न केही दिनमा फाइदा हुन्छ। त्यस कारणले दलाइ लामाज्यूले जहिले पनि पढ्नुपर्छ पढ्नुपर्छ भन्ने कारण त्यही हो। नपढ्दाखेरि अनपढ भयो, अनपढ हुँदाखेरि अनि हाम्रो मनहरू जम्मै अँध्यारोमा हाल्ने कारण त्यही हो। रिस छ, हामीलाई राग छ, डाह छ होइन। डाहले गर्दाखेरि मनलाई कति दुःख दिन्छ। त्यसो भएको कारणले मनलाई शान्ति राख्नेको उपाय धेरै छ। त्यस्तो बाटोमा हामीले जाने, तपाईँलाई भन्नु चाहिँ मैले भनेको, म पनि त्यस्तै गरी जानुपर्छ। हामी सबैजना एउटै हो। त्यस कारण रिसलाई जहिले पनि हामीले शत्रु मानेर त्यसलाई उठ्नै नदिने। मान्छेले उठ्नु दिनु, रिसले उठ्नु नदिनु। रिस उठिसकेपछि उसले जे पनि गर्छ। आगो बलिसके हामीले एकदम होसियार गर्नुपर्छ। बलेको आगोमाथि मट्टीतेल हाल्यो भने त्यो आगो धेरै बल्छ। त्यो हामीले सोच्नुहोस्। अनि धन्यवाद। अनि पछिल्लो भागमा फेरि भेटौँला। धन्यवाद। थ्याङ्क यू।